Hello guys, नमस्ते सेवानी अनि सेवारो वेलकम ब्याक टु माई अनदर भ्लग। अनि आजको भ्लग चाहिँ मेरो रुमदेखि नै सुट गरिदिएको मैले है। किन भन्दा चाहिँ आज हामी खोला जाँदैछ। तपाईहरुले हाइलाइट्समै हेर्नुभयो होला है। अनि तपाईहरुको यो चडक्कै ब्ल्याङ्केट लगेर हैन, आजको काम चाहिँ के छ भने रुममा पानी छैन हो। अनि रुममा पानी नहुने कारणले गर्दा चाहिँ एक ब्याग लुगा अनि अर्को एक ब्याग यहाँ ब्ल्याङ्केट छ हो। यहाँ चाहिँ दुईटा ब्ल्याङ्केट चडक्कोसँगले मिलाएर अब खोला गएर धुनु आँटेको हो। अनि खोला गएपछि चाहिँ तपाईहरुलाई देखाउँछु। अनि अहिले बाटोमा नि हेर्नुहोस्, म योगेश दा, दिवस र एकजना हाम्रो साथी पनि जाँदैछ सँगै है। अनि अब के भन्नु, यति नै छ। अब यो प्याक गर्नुपर्छ है त ल। अनि गाइस यो चाहिँ अलिकति प्याक गर्नु साह्रो पर्दैछ हो, किनकि हेभी गर्नु छ नि त। अनि मेरो क्यामेराम्यान आज दिवस साथी है, इजिली प्याक त भयो है। अनि अब यसमा कतिवटा साबुन जाने हो, कतिवटा के जाने हो है। गान्तोकमा यस्तै हो गाइस। मेन गान्तोकमा भन्दा चाहिँ आलिथाङमा होइन पानी नै हुँदैन। हेलो प्याक पनि भयो, ब्ल्याक प्याक भयो। अब हामी लाग्नुपर्छ त, बाइकमा भेटौँ है गाइस। ल त है गाइस, हामी चाहिँ अदमपुल रे खोलापट्टि गएको है। हट्दैनस् हौ, अलिक अगाडि सर्न हो गाइस। अनि आज चाहिँ अलिकति तपाईहरुको बाइकमा भ्यू अलिक राम्रो देख्दैन हो, किनकि ब्ल्याङ्केट चाहिँ मेरो पछाडि बोकेर मेरो पछाडि अझै एकजना मान्छे अनि प्लस ब्ल्याङ्केट पनि छ है। अनि त्यही भएर चाहिँ अलिक प्रब्लम हुँदैछ। कुदाउनु त्यस्तो प्रब्लम भएको छैन, पछाडि बस्ने मान्छे र क्यामेरामा चाहिँ तपाईहरुलाई त्यति साह्रो राम्रो देख्दैन होला सायदै है। अनि बिस्तारै कुद्दैछु म त गाइस। अब त्यसमा डाइरेक्ट तपाईहरुलाई म तल मिन्स रे खोलाको छेउमा पुगेपछि भ्लग बनाउँछु, किनकि यहाँ अलिकति साह्रो पर्ने रहेछ हो भ्लग बनाउँदै हिँड्नु है। त अब त्यसो भए खोलाको त्यहाँ भेटौँ है त ल। ल त गाइस, फाइनली हामी चाहिँ खोला आइपुग्यौँ। म र मेरो साथी हो। हामीले टक्क यहाँ अब धुने सामान हो। अनि बाइक चाहिँ अलिक अगाडि राखेको छ हो। अनि दुईजना दिवस र योगेश दा चाहिँ बाटोमै छ रहेछ नि त, दोकानमा यस्तो साबुन किन्दै रहेछ हो। लुगा धुँदा उहाँहरूको पनि लुगा धुनु छ भन्दै थियो। सो लुगा अब डाइरेक्ट अब यो बाटो चाहिँ तपाईँहरूको यहाँबाट चाहिँ सट्टै गरेर यहाँदेखि सट्टै भित्र पस्नुपर्छ हो। खोला रे खोला चाहिँ त्यहाँ पनि पुग्छ, कतिजना आउनु भएको होला है। ल गाइस, अब चाहिँ खोलापट्टि जाँदै गरेको होइन। अनि तपाईँहरूले ऊपर देख्नु सक्नुहुन्छ एकदम। तपाईँहरूलाई चाहिँ हावामा बाहिर चिल बस्नु छ भने चाहिँ यतादेखि ऊपरको टोइलेट एकदम नाङ्गो टोइलेट छ तपाईँहरूको यहाँनिर हो। अनि केटाहरू चाहिँ आएन होइन। अनि अब हाम्रो यो धुनु छ नि त, मिन्स बाटोमै रहेछ, केटाहरू आउँदैछ अरे। अनि केटाहरू ठिक्कै आइपुग्यो, भिडियो गर्दै थिएँ आइपुग्यो केटाहरू। अब हाम्रो चाहिँ यो धुनु छ नि त ब्ल्याङ्केट, अनि गएर धुँदै गर्छ भनेर हामी अलिक छिटो निक्लेको अगाडि हो। अब केटाहरू पनि आउँदैछ। सो अब अनि यहाँ चाहिँ एकदम तपाईँहरूलाई खुला हावामा आकाशमा वासरुम टोइलेट गर्नु मन छ भने चाहिँ यहाँ रहेछ है। ल त गाइस, अब पर भेटौँ है ल। ल त गाइस, हामी फाइनली खोला आइपुगिसक्यो होइन। अनि सामानहरू डल्लै लडाइसकेर एकजना यहाँ, त्यहाँ दुईजना है। अनि हाम्रो फुच्चो पनि छ हो। हाम्रो फुच्चो ड्राइभ हान्नु आँटेको छ।
खोला चाहिँ यस्तो छ होइन, सबै थियो पानी, यो यसले चाहिँ माथिको उयो बिग्रेर चाहिँ मिस त्यहाँ माछा उयो गर्दै रहेछ नि, त्यहाँ बिगारेर चाहिँ त्यो खोलामा पहिलो माटो मैला माटो आउँदैछ हो। अब त्यहाँनिर बसेर धुनुपर्छ, यहाँनिर बसेर अब मजाले ब्ल्याङ्केट धुनुपर्छ। ल त गाइस, अब ब्ल्याङ्केट धुएको इन्जोय गर्नुहोस् है। ल गाइस, घन्टा सानो गरौँ हुँदैन रहेछ नि यो। अब यहाँ राखेर नाच्नुपर्छ गाइस। यो गाइस धुयो बस्यो आफूले उडेको सामानहरू है, लुगा फाटा ग्यान्टकमा बस्यो भने त्यस्तो हुन्छ है केटा हो। ग्यान्टकमा बस्यो भने guys, apa daurah ayo? र गाइस फाइनली हैन सबै लुगा सुगा धुइसकेर चाहिँ उ माथि ब्ल्याङ्केट छ, यहाँ मेरो लुगाहरू छ हैन, अनि यहाँ म छु, अनि सेम्पू मेरो हातमा छ, अनि म चाहिँ अब यहाँ डाइभ हान्नु जानु आँटेको हैन। दिन चाहिँ हेब्बी धुम्म छ हैन, त्यही कारण मैले आगो पनि बाल्दिएर राखिदिरहेको छु हैन। अब एक डाइभ हान्नुपर्छ हो, ताकत चाहियो, त्यही भएर हैन। यो अब चाहिँ म नुहाउनु आँटेको हो। यो गाइस गाइस अहिले चाहिँ हामी सबै कुरा सकेर हैन पौडी खेलेर म पनि अब मिस ड्रेस चेन्ज गरिसकेँ हैन। अनि अहिले पनि हामी खोलामै छौँ, अनि खोलामा चाहिँ अब भाइहरूले मैले खेलिसकेपछि चाहिँ भाइहरूले पनि खेल्दैछ हैन दुवामा। अनि यो दुवा चाहिँ अब त्यस्तो गहिरो पनि छैन, ठिकैको छ हैन। अनि हामीले आगो सागो खेल्थ्यो हो, अब आगो सकिएर चाहिँ अब सबै अब निमिसक्यो। अनि यहाँनिर बियरको बोतलहरू चाहिँ छोडिरहेको रहेछ अलरेडी। यो चाहिँ अब यसरी चाहिँ नछोड्नु पर्ने हो खासमा बगरमा चाहिँ होइन, तर रह्यो भए पनि अब हामी अब यो सबै कुराहरू अब अलिक साइड साइडमा लगेर राखिदिन्छ, किनकि भोलिको दिनमा खोला बढेर आउँदाखेरि होइन यहाँ फुट्छ, अनि यहीँ बगर यहीँ तल्लोपट्टि छ होइन। अनि त्यो बगरमा खेल्दाखेरि फेरि खुट्टाहरू काट्छ होइन, अलिकति कन्सियस हुनुपर्छ।
त्यही भएर अब जो आउँछ होइन खानु खानु अब नखानेहरूले त खाँदैन खानेहरूले खान्छ होइन खाइसकेपछि अलिकति रेस्पोन्सिबल हुनुपर्छ होइन अलिकति साइडमा लगेर राखिदिनुहोस् होइन किनकि अब अरू पनि आउँछ खेल्नु त्यही भएर नि ए भाइ चाहिँ दामी खेल्छ पौडी है मलाई पनि खेल्नु लाग्दैछ कि तर अब भयो मलाई चाहिँ अब अस्ति मैले खेलेँ त दुई तिन खेप दाइ खानु हो त्यही भएर अनि ल त गाइस अब चाहिँ अब डाइरेक्ट हामी बाइकमा भेटौँ है अब हाम्रो ब्ल्याङ्केट पनि अब सुक्ला सुक्ला जस्तो हुँदैछ हो अब यो सुकिसकेपछि चाहिँ हामी निक्लिन्छ हो प्याक चेक गरेर त्यही भएर अनि डाइरेक्ट बाइकमा भेटौँ है त ल अब ल गाइस फाइनल्ली हामी चाहिँ यहाँ बाइक भएको ठाउँमा आइसक्यो हो धुको बाइक उयो लानु चाहिँ एकदम गाह्रो भइसक्यो हामीलाई हो कसैले हेल्प गर्दैन हुन्थ्यो जस्तो लागिरहेको छ अहिले आउँदाखेरि सोच्दाखेरि चाहिँ हो यो सबै लुज भएछ गाइस मेरो हो सो गाइस अहिले हामी अब डाइरेक्ट तपाईँलाई मिन्स उयो तपाईँहरूलाई अब मेरो पुरा अप्ठ्यारो भयो कि यो पनि लुज भएछ यो पनि लुज भएछ हो अनि म मिलाउनु सक्दिनँ अहिले हो अनि त्यही भएर तपाईँहरूलाई म अब डाइरेक्ट खाजा खाने ठाउँमा गएर भेट्छु नि ल तपाईँलाई र गाइस फाइनली हामी चाहिँ अब रुममा आइसक्यो रुममा आएर तपाईँले देखिसक्नुभयो होला मैले चेन्ज पनि गरिसकेँ हो अनि हामीले हल्का लन्चहरू पनि ल्यायो बाटोमा कुनै दोकान खुल्ला थिएन हो अनि त्यही भएर चाहिँ हामीले रुममै समोसा लिएर आएर खानु आँटेको होइन अनि तपाईँहरूलाई लास्ट इन्डमा चाहिँ अब यही भन्छु कि तपाईँ यदि यो भिडियो तपाईँहरूलाई मन पर्यो भने लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् अनि म पनि अब तपाईँहरूसँगको छेउबाट बिदा लिन चाहन्छु किप लभिङ किप सपोर्टिङ साइनिङ आउट विथ आदर्श बाई बाई गाइस लभ यु